नमस्ते। अहिले म चाहिँ नुगाबेसको हेड अफिस त नभनौँ, यो चाहिँ नुगाबेसको जति पनि उत्पादनहरू हुन्छ ती उत्पादनहरू बनाउने ठाउँ दक्षिण कोरियाको वन्जु स्थित कम्पनीमा आएको छु। हामी नेपालमा विगत 3 वर्षदेखि यो पेसामा आबद्ध छौँ। 3 वर्षदेखि यो पेसामा आबद्ध भएर एन्फोको प्रोडक्ट हाम्रा प्रिय सेवाग्राहीहरूको घरमा हामीले पठाएका छौँ। कि हामीले पठाएका ती प्रोडक्टहरू साँच्चीकै विश्वसनीयता कोरियाको उत्पादन हो कि होइन होला त, तिनीहरू विश्वस्तर मान्यता प्राप्त हो कि होइन होला त भन्ने हामीलाई कतिपयलाई कौतुलता लागेको थियो। आज प्रत्यक्ष रूपमा यो ठाउँमा आइसकेपछि यो विशाल संरचना, यो नुगाबेसको विशाल संरचना, यहाँ काम गर्ने तपाईँको सयौँजना कामदारहरू, विशिष्ट व्यक्तिहरू, रिसर्च सेन्टरहरू आज हामीले प्रत्यक्ष आफ्नो आँखा अगाडि हामीले देखियो। हाम्रो यो विशाल संरचनाभित्र हामी सानो कण जस्तो हामीले आफूलाई महसुस गऱ्यौँ। हामी यति गौरवान्वित छौँ कि यहाँबाट उत्पादन भएको सामानहरू हामीले हाम्रो देशमा सेवाग्राहीलाई यस्तो गुणात्मक सामानहरू, यस्तो राम्रो सामानहरू हामीले हाम्रो सेवाग्राहीलाई दिएका रहेछौँ। र दक्षिण कोरियाको यो पल्टको भ्रमण हाम्रो विशुद्ध व्यावसायिक भ्रमण थियो। हामीले हाम्रो कम्पनी मात्र होइन, हामीले अरूको कम्पनी पनि आज हेऱ्यौँ। 2-4वटा कम्पनीहरू आज हामीले हेऱ्यौँ। ती 2-4वटा कम्पनी आज हामीले हेरेर आएर नुगाबेसको कम्पनीको जुन अवलोकन गर्न पाउँदा हामी आफैलाई यस्तो गौरव भएको छ कि कुरा गरी साध्य छैन। बाँकी कुरा मैले भित्र हजुरहरूलाई भिडियो पनि देखाउने छु, सबै कुराहरू देखाउने छु। यो नुगाबेस हो, देख्नुभयो होला, ऊ त हाम्रो रिसर्च सेन्टरहरू हो। त्यो त्यहाँ चाहिँ हाम्रो रिसर्च सेन्टर छ। अनि यो पछाडि चाहिँ हाम्रो के भन्छ टर्मेनियमको उत्पादन गरेर त्यो आउने के भन्छ त्यसलाई चाहिँ पलिसिङ गर्ने ठाउँहरू छ, कम्पनी छ। यो भव्य छ, भव्य छ। बुवा मम्मी हजुरहरूले रोजेको सामान एकदम बेस्ट ठाउँ। हामी कम्पनीभित्र जानेछौँ। अब हामी गएर हाम्रो उत्पादन नुगाबेसको एन्फो उत्पादन हुने प्लान्ट पनि हामीले हेर्नेछौँ। हजारौँको सङ्ख्यामा कामदारहरू हुनुहुन्थ्यो। हामीलाई स्वागत गर्न करिब 50देखि 60जना बाहिर अफिसभित्र काम गर्ने आउनुभयो। हामी अब हाम्रो एन्फो मेसिन बन्ने प्लान्टभित्र छिर्यौँ। यो चाहिँ हाम्रो नुगाबेसको एन्फो, N5 र E5 प्रोडक्ट हुने चाहिँ प्लान्ट हो। आज हामी हेऱ्यौँ, कम्पनी निरीक्षण गऱ्यौँ। 반갑습니다. भेटेर खुसी लाग्यो। 한국 원주 누가 오르기 방문을 진심으로 환영합니다. हाम्रो वन्जुको अफिसमा आउनुभएकोमा हजुरहरूलाई 저는 원주 공장을 책임지고 있는 조용문 공장장이라고 합니다. म चाहिँ यो कम्पनीको यहाँको हेर्ने कम्पनीलाई हेर्ने छोयोमुन मेरो नाम हो भन्दै भन्छ। 원주는 다 한국은 처음이시죠? तपाईँहरूमध्ये कोरिया धेरैको पहिलोचोटि होला होइन? 날씨 어떻습니까? यहाँको मौसम कस्तो लाग्यो हजुरहरूलाई? 이제부터 공장 투어를 할 건데 र मैले चाहिँ अहिले हजुरहरूलाई हाम्रो कम्पनीको टुर गराउँछु अरे कि 땡큐 천천히 저를 따라오시면서 मेरो पछि पछि मलाई फलो गर्दै हिँड्नु होला 구경하십시오. अनि हेर्नु होला मजासँग होइन? 네, 이동할게요. ल हामी भित्र कम्पनीभित्र काम गर्नेहरूले आएर थकाइ लाग्दा रेस्ट गर्ने कक्षा हो। 그리고 여기는 언제 다음에 한국 올 기회가 있으면 अर्कोपल्ट फेरि तपाईँहरू आउँदाखेरि 제가 식당에서 여러분들 식사를 대접을 यति विशाल थियो यहाँ हजुरको त्यहाँभित्र काम गर्ने मान्छेहरू यति असङ्ख्य आँखाले देख्न नसकिने यो क्षेत्रभित्र चाहिँ हाम्रो उत्पादनहरू बनेको थियो। नुगाबेस विश्वव्यापी रूपमा यसका उत्पादनहरू हरेक देशहरूको हामीले अवस्थाहरू, कन्डिसन्सहरू पनि हेऱ्यौँ। त्यहाँ भएको साना साना मटेरियल्सहरू कसरी उत्पादन हुने रहेछ त्यो पनि हामीलाई कम्पनीको टिम लिडरले चाहिँ निरीक्षण गर्ने क्रममा चाहिँ हामीलाई जानकारी दिनु। 여기는 최종 공정 검사로 보십니다. यो चाहिँ बनिसकेपछिको यो मेसिन चाहिँ राम्रो छ कि छैन भनेर खम्सा गर्ने ठाउँ अरे कि इन्स्पेक्सन गर्ने ठाउँ अरे यता।
자, 여기서 हामीले भ्रमण गर्ने क्रममा यहाँ एबिसिडी भनेर आरसम्म वर्गीकरण गरेको रहेछ। F를 여기 보시면 हाम्रो देश नेपाललाई नेपाल이 एफमा वर्गीकरण गरेको रहेछ। यहाँ एफमा नेपाल भनेर जुन मैले औँलाले देखाएको छु, 네팔 यो विभिन्न देशहरूमा सामानको डिमान्ड कहिले आयो, यहाँ एचमा पनि इङ्गित रहेछ, अनि कहिले यहाँबाट एक्जिट भयो, अनि यो हाम्रो असङ्ख्य देशहरू थियो दक्षिण अमेरिकाको, विशेष गरी कोलम्बिया र इक्वेडरमा र ब्राजिलमा अधिकतम मात्रामा जाने रहेछ होइन। अनि यो सम्पूर्ण यो वल्लोपट्टिको एफ र एचपट्टिको र यो नेपालको सामानहरू राखिएको रहेछ। यसरी संसारभरिका देशहरूलाई एउटा अङ्कबाट नभनौँ अक्षरमा वर्गीकरण गरेर ग्लोबल्ली रूपमा सामान यसरी पठाउने गर्ने रहेछ। यति विशाल हामी अचम्मै मान्यौँ, हामी दङ्ग पर्यौँ यो देखेर। अनि चेक रिपब्लिक यसरी छ नि। 여기는 완제품 창고입니다. 자, 따라오십시오. हामी हाम्रो नुगाबेसको उत्पादन हुने प्लान्टको र E5को प्लान्टको निरीक्षण गरिसकेपछि हामी रिसर्च सेन्टर अन्तर्गत रहेको टर्मेनियम साउनाको फेरि भ्रमण गऱ्यौँ। यो यस्तो भव्य थियो, यो तपाईँको फ्याक्ट्रीको छेउमै रहेछ र लभ सर्भिस काइन्डनेसको नाम दिएर भित्रपट्टि सानो घरहरू बनाइएको रहेछ। त्यहाँ विशेष प्रकृति शैलीले एक प्रकारको हिटिङ बाफहरू आउने संरचनाको निर्माण गरेको रहेछ। हामी त्यहाँ गयौँ, लभमा पनि गयौँ अनि सर्भिसमा पनि गयौँ। हाम्रो मन्जु म्यामहरू लगायत सबैले एकदमै मेहनतसँग, यो चाहिँ हाम्रो टर्मेनियमको प्लान्ट हो, टर्मेनियम कसरी पलिसिङ हुन्छ, टर्मेनियम रिसर्च गरिसकेपछि र मेटेरियल्सहरू आइसकेपछि त्यो टर्मेनियमलाई कसरी सेपमा ढालिन्छ होइन, सम्पूर्ण कुराहरू यहाँभित्र हामीले गएर प्रत्यक्ष आँखाले पनि देख्यौँ। त्यो बनेको उसलाई चाहिँ कसरी चाहिँ त्यसलाई प्युरिफाइङ गर्दै कसरी त्यसलाई चाहिँ रिसर्चबाट चाहिँ पास भएर चाहिँ अन्तिम उत्पादन हुने प्लान्टमा पठाइन्छ। 로우를 통해서 넣으면 또 2차로로 또 넘어가야 돼요. एनजिटीको रिसर्च केन्द्र पनि हामी पुग्यौँ। त्यहाँबाट पलिसिङ गरेर अनि त्यसलाई प्लान्टमा यानि कि उत्पादन गर्ने ठाउँमा पठाउन पूर्व कसरी एनजिटी बनाइन्छ र कसरी टर्मेनियमहरू रिफाइन भएर निकालिन्छ भनेर प्लान्टमा पुग्यौँ। यो देखिएको चाहिँ इन्सपेक्सन हल हो, त्यो सबैलाई रिसर्च गर्ने ठाउँ। अहिले हामी चाहिँ N5 मेसिन बनेको प्लान्टमा आउँदैछौँ। यहाँ बनिराखेको छ जुन देख्नुहुन्छ। हामी अहिले E5 जुन खुट्टाको थेरापी र बडीको फ्रिक्वेन्सी सम्बन्धी होल बडी पनि थेरापी गर्न मिल्छ। यो केही समयमा हामी नेपालमा लन्चिङ गर्दैछौँ। त्यसको एएस पनि सिक्यौँ, अध्ययन गऱ्यौँ। यो कम्पनी विशाल साम्राज्य, विशाल ठाउँमा जुन हाम्रो भविष्य बसेको छ, हामी सबै सञ्चालकहरू यति खुसी हुनुभयो, यस्तो भव्यता देख्नुभयो, अन्य कम्पनीहरू पनि दाँच्ने मौका मिल्यो र यसले गर्दा हामी के कन्भिन्स भयौँ भने नुगावेस्ट सबैभन्दा बेस्ट छ भन्नेमा पुग्यो। यो वर्ष दक्षिण कोरियामा नुगा मेडिकलको निमन्त्रणामा 41वटा देश आउँदैछ। त्यसमध्ये नेपाल पहिलो देश हो। हामी पहिलो देशको रूपमा भ्रमण गऱ्यौँ, त्यही भएर नेपालको झन्डा अगाडि राखेको। हेर्नुहोस् र तपाईँहरू धेरै मोटिभेटेड हुनुहोस् भन्ने सरको कुरा। 제가 그때 카트만두를 방문을 했을 때 लास्ट टाइम म काठमाडौँ जाँदाखेरि चाहिँ 라지버 주판장이 저에게 이런 부탁을 했습니다. राजीवले मलाई एउटा कुरा रिक्वेस्ट गरेको सम्झेको छु। 네팔에는 नेपालमा चाहिँ 세계적으로 높은 산이 많잖아요. अनि संसारका अग्ला अग्ला हिमालहरू धेरै छ नि, होइन र? 제가 내일은 म भोलि चाहिँ 서울에 있을 예정입니다. म सौलमा हुन्छु। 우리 사업자들이 이 서울 사무실을 방문을 하게 되면은 तपाईहरुले सौलको जीवन तन्त्र देख्नु पर्यो नि त, हैन र? भ्रमण सकिसकेपछि हाम्रो सञ्चालकहरूको खुसी, कम्पनीको अगाडि अनन्तकालसम्म नुगा वेस्ट गर्छु भन्ने वाचा उहाँहरूले प्रस्तुत गर्दै। धन्यवाद।